बिरालो म्याउ मारे 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 कुचिङ 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 मारे कुचिङ आयो त कुचिङ भन्दा रहेछ फेरि बिरालोलाई नरिवल त ठ्याक्कै नरिवल त टिपेर खाने हो भने पनि ट्याक्क नरिवल भेट्छ नरिवल पात खाने खालको नरिवल छ यो त मेवा फल है मेवा त या फेरि ए बाबा यस्तो मजा छ आज फेरि हाम्रो साथी त टिकटक बनाएको बनाइ साथीले गर्नुहुन्छ क्या टिकटकमा त उहाँको फेरि ठ्याक्कै कति कति भ्यू जान्छ अरे 24 घन्टामा 24 घन्टामा त पुरै 100 भ्यू जान्छ ल आप यो मङ्सिरको दिनमा आप यसरी फलेछ ए बाबा हो आप त खाइदिउँ क्या हो मार्छ होला भेट्यो मार्छौँ आप त ठ्याक्कै खाइदिएको मार्छौँ बोटेर खाइदियो यस्तो छ है ल यहाँ चाहिँ ल हो हेम सर तीर्थ लाग्यो यार पानी किनेर खाउन कता हो ल यता चाहिँ पानी भन्ने चिज छैन है हामी पानीको लागि अलिक अगाडि पुग्नुपर्छ अगाडि पुगेर हामीले पानी कागो मुखै पानी पिएर गरेर मात्रै हामी अगाडि बाइकको सोरुम रहेछ है ल कुन बाइक लिने हो स्कुटी रहेछ स्कुटी बाइक भन्दा स्कुटी कुन लिने हो छानी छानी रोजी रोजी ल छानी छानी रोजी रोजी यहाँ चाहिँ स्कुटी लिने ठाउँ रहेछ उता पारेपछि ट्याक्क चाहिँ पूजा गर्ने हाम्रो सानो पूजा गर्ने मन्दिर हो जस्तो बेतमा राखेको छ है चाइनिज चाहिँ त्यसमा ठुलो मन्दिर भयो सानो मन्दिर त्यसमा चाहिँ पूजा गर्छन् है त कति जाम लाग्छ ओहो अनि पूजा गर्ने चाहिँ खासै थाहा भएन तर यहाँ चाहिँ एकदम राम्रो आकर्षक तरिकाले